रातिको भिडियो चाहिँ यहीँबाट बनाइदिनु पऱ्यो। धेरै भयो त्यो भिडियो नबनाएको त्यही भएर यसो नाइट राइड हानिदिनु न त कस्तो हुन्छ आफ्नो लङ टाइम है। माथिबाट एक राउन्ड हानिदिनु भयो होला कस्तो हुन्छ। फोटोसुट गरिरहेको अब त माथि बनाएको थियो क्या मोबाइल त भाइको देखिरहेको त कति अडेर एउटा बाघ भेट्ने मान्छे रहेछ लाइटको बालेर हिँड्नुपर्छ अडेर। क्यामेरा एङ्गल कस्तो खाली होइन बनाएको सेटअप त्यही हो माथि गएर माथिको नाइट भ्यू पनि म भिडियो ल्याउँदा ल्याउँछु है कस्तो देखिन्छ। तर यो मोबाइलले खासै हान्दैन यार रातिमा यार फोटो मात्र राम्रै हान्छ। अस्ति चाहिँ यो डिस्ट्रिक्ट पहाडीको डिस्काउन्ट हेरेको राम्रो ब्रेकै समाति राखेन त्यसलाई चाहिँ भोलि मर्मत गर्नुपर्ने हुन्छ आफै। ए पावर त कस्तो टानेको एङ्गल कस्तो भयो थाहै छैन मलाई खाल्टा परेन मोबाइल हेर्दाखेरि। मिठो टाइम त बाइकले तात्तियो भने चाहिँ हल्का पिकअप ड्रप हुन्छ नत्र चाहिँ पावर छ खत्रै अनि के गर्नु टु टाइम भिडियो त्यही हो। घुम्नेमा चाहिँ हल्का हेडलाइटले चाहिँ अलि धोका दिन्छ भनौँ अन्त बाइक चाहिँ ठिक छ यार। अनि अर्को चाहिँ भाइजर कराउँछ यार धेरै गरेँ मैले चाहिँ बनाएको थिएँ अहिले चाहिँ अलिक कराउँदैन 3-4 घन्टा लाएर बनाएको अझै हल्का हल्का कराउने भइसक्यो नि। अलि यो तरकारीमा यति खोर्सानी हालेको नाकमै पु भयो यार छ्या। यस्तो छ बाटोको हालत के गर्नु। एउटा मेरो यहाँ के नट स्लिप भयो हो यार कटाक 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 गरेर थाहै छैन कुन नट हो भनेर।
सर्ट ल्याउनु पर्ने हुन्छ तर खासै दिँदैन क्या फोनले फेरि कहाँबाट राम्रो देखिन्थ्यो भने साइड हेडमा त होला साइड हेड बालेर रोकौँ ठ्याक्क लाएर बाइक धरि देख्यो होइन यत्तिकै सुट हालिदिन्छ दार्जिलिङ बजार त देखेकै होइन त अनि यो चाहिँ हाम्रो गोल्डन ब्रिज भयो है अरे इन्ट्रेस्टिङ रहेछ फोटोमा त राम्रो ल्याउँछ फोनले भिडियोमा चाहिँ क्याप्चरै गर्दैन लेट्स गो कति पछि आयो यो बाटो पहिला रनिङ हुने बाटो हो रनिङ पनि छोड्यो पछि भइयो यार रेकर्ड भयो यहाँ त हेरेँ कि यहाँबाट देखिँदो रहेछ यहाँबाट पनि सही त सही देखिन्छ आँखा चाहिँ तर त्यही हो मोबाइलमा त्यस्तो देखिँदैन बालिङ बजार गरेछन् अहिले यो विकास भइरह ठाउँ ठाउँ यो चाहिँ उपल्लाचर हो है उपल्लाचर नि यस भरि चाहिँ ठुलै देखिँदैन मेरो रेस कम छ क्या बाइकको त्यही भएर स्टार्ट अफ हुन्छ त यहाँ कति बाटो बन्दैछ धेरै टाइम लाग्यो त्यो बाटो बनाउनु कत्रो बाटो बनाउनु लाग्यो अस्ति नै बाटो बनाउनु लाग्यो तेल पनि सकिन लाग्यो त यहाँ त एलइडी लाइट चाहिँ कस्तो मनपर्छ यहाँ मेरो पनि हाल्न मन लाग्थ्यो मिल्दैन रहेछ नि त नि दामी देखाउने क्या लाइट बाटो रहेछ उताबाट एलइडीवाला लाइट चाहिँ बाल्नुपर्छ हाम्रो त बाटै देखिँदैन ढलान धरी उठ्छ भने चाहिँ कस्तो गरेको ढलान पनि घत्राङ घत्राङ छ यहाँ फाइनल्ली अब तल रोडमा आइसकेको छु पनि टक्क लाएर उपलाचर हेर्नुपर्ने हुन्छ भनेको त देखिन्न खासै घरतिर जानुपर्ने हुन्छ
एक्जिट त हानेको ब्रेकै छैन